हेलो साथीहरु सबैजनालाई गुड मर्निङ नमस्कार है। र आज चाहिँ हामी दार्जिलिङ आएको छौं हो। दार्जिलिङको हामी चाहिँ आज चाहिँ माथि डाँडाको मन्दिर महाकाल मन्दिर जाँदैछु नि त हो। आज धेरै दिन बाद चाहिँ मैले पनि महाकाल बाबाको दर्शनको मन्दिरको दर्शन गर्ने मौका पाएको छु हो। र यहाँ मसित छेमा र बहिनीहरू पनि हुनुहुन्छ, तपाईहरुलाई पनि देखाउँछु न ल। यहाँनिर छ छेमा है, देविका बहिनी, उसको नानीहरू हो। सुरा हामी चाहिँ प्रसादहरू किन्ने हो। अहिले चाहिँ हामी आइपुग्यौँ है। यो चाहिँ तलको गेट हो। हामी चाहिँ आइपुगेको छौँ। अब यहाँ चाहिँ हामी प्रसादहरू किन्ने हो। लास्ट इयर पनि साथीहरू म चाहिँ नि मार्च महिनामै आएको थिएँ नि त, यति बेला नै हो। टक्कै 1 वर्ष भयो भनौँ न। डेट चाहिँ मलाई थाहा भएन कि। अन्त लास्ट इयर पनि म 1 वर्ष लास्ट इयर पनि म यो मार्च महिनामै आएको थिएँ हो, मन्दिर दर्शनको लागि है। र अहिले चाहिँ हामी तलै फर्स्ट गेटमै यो प्रसादहरू किनेर चाहिँ हामी चाहिँ अहिले उकालो जाँदैछौँ हो। अब माथि गएर पूजासुजा गर्ने है, त्यहाँदेखि फर्किने हो। बजारमा अलिअलि काम छ, हस्पिटल पनि जानु छ हो। साथीहरू जाँदैछौँ हामी चाहिँ। अब माथिको सेकेन्ड गेटमा पुग्न आँट्यौँ हो। अन्त यहाँ देख्नुहुँदैछ अघि कि परीको आमा, परीको बोजू, परीको बहिनी पनि अघि छ है। म चाहिँ पछि भिडियो बनाउँदै हेर्दैछु र सेकेन्ड गेटमा पुग्न आँट्यौँ हामी हो। साथीहरू सबैजनालाई मेरो आजको यो भ्लगमा स्वागत छ है। र एकदमै अन्तिमसम्म हेरिदिनु होला है। हेरेर लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है। एकदमै फलो गरिदिनु होला। हेलो, परीका आमाले चाहिँ अब सेकेन्ड गेटमा बजाऊ घन्टी, बजाऊ बजाऊ। हामी चाहिँ अहिले भने चाहिँ है मुख्य द्वारमा पुगिसकेको छौँ हो। साथीहरू देख्नुहुँदैछ माथि चाहिँ हो मेन जानुपर्ने चाहिँ त्यहाँनिर हो है। हामी चाहिँ जाँदैछौँ म। लु यहाँ आमा छोरीको झगडा हुँदैछ। लु आऊ परी आऊ, छिटो न। परीको छ अस्ति 3 तारिक थियो नि त है बर्थडे। परीको चाहिँ 2 तारिक। परीको चाहिँ 2 तारिक बर्थडे थियो नि त हो। अन्त आमा चाहिँले चाहिँ अब त्यति बेला नभ्याएर चाहिँ आज चाहिँ मन्दिर लान्छु भनेको थिएछ कि। अन्त त्यसमै मैले पनि उनीहरूसँग सल्लाह गरेर आएको नि आज। र हामी चाहिँ अहिले मन्दिरमा पुग्न आँटेको छौँ साथीभाइहरू। तपाईँलाई यहाँको मन्दिरको दृश्यहरू देखाउँदैछु हो। कस्तो खुसी लाग्छ नि यसरी मन्दिरमा आउँदाखेरि। एक प्रकारको मन खुसी हुन्छ हो। सबै दुःखहरू बिर्सेर है, एकदमै मन खुसी भएर आउँछ नि त, शान्ति भएर आउँछ हो। र साथीहरू अहिले हामी चाहिँ पुग्यौँ है। अब चाहिँ मूल ढोकामा पुग्यौँ है। हर हर महादेव, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। ल अहिले भने चाहिँ खास हामी अब मन्दिरको मुखैमा पुग्यौँ है साथीहरू। यो चाहिँ हो मन्दिरको मेन भाग। यहाँनिर चाहिँ अब धुपहरू
प्रसादहरू चढाएर पूजा गर्ने हामी आशीर्वाद थाप्ने आज भगवानको बेला मौकामा यसरी मन्दिर पनि आउँदै हुनुपर्छ नि त है। त्यही भएर आज हामी आएको साथीहरू भित्रको पूजा चाहिँ गरिसक्यौँ कि हामीले मेन भित्र मन्दिरमा आएको चाहिँ धुप बालेर परिदर्शन गर्ने मन्दिरको वरिपरि। पूजा गरेर पनि फर्केको साथीभाइहरू हामी चाहिँ हो त्यस्तो भिड चाहिँ थिएन आज हो, कम्ती नै थियो, छिटै भयो। आमा छोरीको चाहिँ पूजै सकेको छैन हो साथीहरू, मेरो चाहिँ सक्यो, मैले चाहिँ पूजाहरू गरिसकेँ, आमा छोरीको चाहिँ गरिसकेको छैन हो। निस्केको नि त हामी चाहिँ पूजा गरेर सक्यो, पूजा सकेर पनि निस्केको। अब चाहिँ हामी जाँदैछौँ। फर्केको साथीहरू पूजा सुजा गरेर हो चाहिँ साथीहरू सक्यो पूजा चाहिँ हो। मेरो चाहिँ अब मेन उयसमा मात्रै मैले पूजा गरेँ हो। देविकाको चाहिँ अलिक थियो नि त, अब उसको चाहिँ नानीको बर्थडे थियो होइन, बर्थडेको पूजा गर्न आएको नि त, त्यही भएर सबै पूजाहरू गरिसकेर हामी चाहिँ अहिले फर्किँदैछौँ। तल आइपुगेको छु म, यहाँ चाहिँ जुत्ताहरू राख्छ नि त हो, हामी चाहिँ त्यहाँ जुत्ता राख्ने ठाउँमा अब जुत्ता सुत्ता लगाएर त्यहाँदेखि चाहिँ हामी फर्किने बजार। लुलु प्रसादहरू खाइहाल, पूजा गरिसकेको है, पहिला प्रसाद खाएर मात्रै अब अरू कुराहरू खानु पर्यो नि त हो। मन्दिर गएछु होइन, टिकाहरू हेर्नु साथीहरू, मैले चाहिँ त्यो त्रिशुलको टिका चाहिँ लगाइनँ कि, त्रिशुलको छ मन शान्ति भयो नि है, मन शान्ति भयो, मजा आयो हो। तर साथीहरू अब यहाँ दिन पो बिग्रियो त हौ, कस्तो जाडो भयो है, हामी त अब झुक्यो नि आज। मङ्पुमा त अब घाम लागेको छ हो, घाम लाग्न थालेको छ, अन्त यहाँनिर चाहिँ अब दिन पनि बिग्रियो। तपाईँहरूलाई म उयो पनि देखाउँछु, यहाँको मौसम पनि देखाउँछु ल। यी हेर्नुहोस् त साथीहरू हो, दिन त अब धुस्सै धुमेर आयो नि, अँधेरो भएर आयो हो, अँधेरो भएर आयो है साथीभाइहरू। दिन चाहिँ अझै आउँदैछ, पूजा गर्नेहरू अझै आउनुहुँदैछ हो। हामी चाहिँ फर्किँदैछौँ पूजा सुजा गरेर। ल है बर्थडे गर्लहरूले चाहिँ बिचराहरूलाई पैसा बाँड्दैछ हो, परिक्रमा र उसको नाम त के पो सद्विका है, दुईजनालाई चाहिँ एकदमै आशीर्वाद दिनु है, नानीहरूलाई आशीर्वाद पो दिनुपर्छ त। अन्त नि साथीहरू अब हामीले चाहिँ छाता पनि ल्याएन हो, मलाई चाहिँ बिहान छाता लैजाऊ है भन्दै थियो कि, हतार भएर बिर्सेछु हो, छाता पनि नल्यायौँ हो। ल अब चाहिँ पानी पऱ्यो चाहिँ बिजोक हुने रहेछ, बजारमा पनि अलिक काम छ हो। मेरो चाहिँ अब हातछिको इन्जेक्सन छ नि त हो, अन्त त्यो इन्जेक्सन पनि लिन आएको, मेरो आफ्नै दबाई पनि लिन आएको नि त। यता म चाहिँ सरकारी हस्पिटलबाट दबाई खान्छु नि त हो, अन्त त्यहाँनिर पनि जानुपर्छ। र अहिले अब हामी चाहिँ फर्किँदैछौँ हो। आजसम्मलाई आजको भ्लग चाहिँ म अब यहाँनिर समाप्त गर्न चाहन्छु है। अन्तिमसम्म हेरिदिनु होला सबै
अब भिडियो कम्प्लिट हेरिदिनु होला, हेरेर चाहिँ लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है। अन्त फलो एकदमै गरिदिनु होला। फेरि अर्को नयाँ भ्लगमा भेट्ने छौँ। आजको लागि यति नै, बाई बाई गर्न चाहन्छु। बाई बाई, टेक केयर।